हेर्नुहोस् यहाँ माताको सम्झनामा कति ऐनाहरू छ है, मिररहरू। यो यस्तै पुरै बाटोमै छ यस्तो, यो पुरै बाटोमा। जापानले बनाइदिएको माताको मन्दिरमा ऐना चढाउने प्रचलन छ यहाँ है। जहाँ पनि भक्तजनहरूले ऐना चढाउने गर्दछन्। मन्दिर हो यो। सब ऐना पनि यस्तो पुरै भरि छ। यता पनि यता चढाउँदाखेरि माता खुसी हुने। जापान सरकारले बनाइदिएको बाटो बिपी राजमा के अरे धुलीखेलदेखि सिन्धुली हुँदै बर्दिवाससम्मको बाटो मस्तै। जय शुभ रहोस्। कोसप्त कोशी नदी रहेछ, सुनकोशी नदी। यसले पुरै काटेर बाटो उता अघि बाटो उता काटेको छ यहाँदेखि। राम्रै छ बाटो। यसलाई नागबेली बाटो पनि भनिन्छ। एकदमै रमाइलो छ हेर्नलाई।